लास्ट सन्डेको ब्लग हो क्या हामी निस्किने भनेर ठ्याक्क बाहिर निस्केको पानी पनि पऱ्यो क्या त्यही पनि हामी चाहिँ गयौँ अनि रिवानको चाहिँ नेक्स्ट डे स्कुलमा फोटो पनि पठाउनु पर्ने थियो नि त अनि म चाहिँ घरमा भेट्दा नि भेटिनँ त्यही भएर खिचिदिन्छु भनेर अनि अन द वे नै त्यो बाटोमा निस्किँदा निस्किँदा त्यही भएर मैले चाहिँ फोटोसोटो खिचिदिएँ अनि त्यति बेला नै इन्स्टेन्ट पनि आइ नै हाल्यो फोटो अनि त्यसपछि चाहिँ हामी भान्सा होटल गयौँ रिवान मिटिङ हुन्छ नि अञ्चली आन्टी अनि त्यसपछि रिवान चाहिँ गिफ्ट पाएर यति मक्ख भएको थियो कि दुवैजना अनि भोक पनि लागिसकेको थियो नि त त्यही भएर हामी चाहिँ मोमो फ्राइजहरू अर्डर गऱ्यौँ रिवानले पनि त्यही नै खायो अनि दुईजना चाहिँ उफ्रेको एकछिन त बस्ने होइन चकचक 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 यत्तिकै हुन्छ नि दुईजना एकअर्कालाई खुवाइ पनि रहेको थियो अनि त्यसपछि उफ्रेको गरिरहेको थियो अनि नेल्स पनि बनाउने भनिरहेको थियो कि रिभीले अनि ठ्याक्क उस एम पनि आएको थियो कि ऊ थाइल्यान्डबाट उसको चाहिँ आफ्नै सलोन पनि छ क्या थाइल्यान्डमै अनि उसले चाहिँ रिभी र मेरो पनि गर्दै थियो कि जेल पलिस मात्रै गरेको थियौँ हामीले मैले चाहिँ फ्लावर बनाएको थिएँ रिभीले पनि रेड कलरकै गर्छु भन्यो अनि उसले पनि यो चाहिँ किड्स फ्रेन्डली नै अरे क्या प्रडक्टहरू उसले भनेको है अब उसले आफैले भनेको अनि त्यही भएर रिभीलाई पनि एकदमै मन पऱ्यो उसको नेल्सहरू देखाएर एकदम मक्ख परिरहेछ अनि रिभी र म चाहिँ हाम्रो नेल्स देखाउँदैछौँ त्यसपछि चाहिँ हामी घरतिर फर्क्यौँ थ्याङ्क्स फर वाचिङ